हाई एभ्रिवान, वेलकम टु माई कुकिङ भ्लग। मैले चाहिँ सुरुमा ग्यास अन गरेर कराई पनि बसालिसकेँ। कराई बसालेर तेल पनि हालिसकेँ र त्यो तेललाई चाहिँ म एकछिन पाक्न दिन्छु। तेल पाकिसकेपछि चाहिँ मैले त्यसमा एड गर्छु थोरै मेथी। मेथी चाहिँ मैले एकछिन डढ्न दिनको लागि छोडिदिन्छु, किनभने मेथी डढेन भने तितो हुन्छ साथीहरू। त्यसपछि मैले यसमा एड गर्छु प्याज र खुर्सानी। प्याज र खुर्सानी एड गरिसकेपछि मैले त्यसलाई राम्रोसँग चलाउँछु र एकछिन मैले त्यसलाई त्यत्तिकै लो फ्लेममा छोडिदिन्छु। त्यसपछि प्याज हल्का पाक्न थालिसकेपछि मैले यसलाई फेरि चलाउँछु ताकि प्याज नडढोस् भनेर। मलाई चाहिँ साथीहरू प्याज चाहिँ काँचो पनि मन पर्दैन, डढेको पनि मन पर्दैन, त्यही भएर चाहिँ मैले चाहिँ यसलाई लो फ्लेममै छोडिदिएँ र फेरि मैले एकचोटि प्याज र खुर्सानी चलाएँ साथीहरू। त्यसपछि चाहिँ मैले त्यसमा चाहिँ चिकन एड गर्छु। अब चिकन एड गरिसकेपछि चाहिँ यसलाई फेरि राम्रोसँग चलाउँछु। चिकनलाई एकछिन चलाइसकेपछि मैले चाहिँ यसलाई एकछिन छोपिदिन्छु। छोपिदिइसकेपछि चाहिँ निकाल्ने बेलामा चाहिँ मेरो त्यो माथि छोप्ने भाँडाको चाहिँ नट निस्कियो साथीहरू। त्यसपछि मलाई रिस उठ्यो अनि मैले त्यत्तिकै त्यसलाई फिक्स नगरिकन त्यसैले नै छोपिदिइसकेपछि साथीहरू त्यो अलिकति मेस देखिरहेछ। मैले साइडमा माम पनि बसालेँ। माम बसालिसकेपछि मैले फेरि एकचोटि चिकन चलाएँ। त्यसपछि मैले यसमा एड गर्छु नुन र बेसार चाहिँ मैले स्वाद अनुसारको बसालेँ। मैले चाहिँ खल्लो चाहिँ मलाई मन पर्दैन, मलाई बरु हल्का चर्को नै मनपर्छ। त्यसपछि म ग्यास पुसेर फेरि टमाटर काट्नतिर लागेँ साथीहरू। टमाटर चाहिँ मैले काट्नतिर लागेर चिकनलाई चाहिँ लो फ्लेममा छोडिदिएको छु। त्यसपछि मैले टमाटर पनि काटिसकेँ र मैले फेरि एकचोटि चिकनलाई राम्रोसँग चलाउँछु। त्यसपछि मैले अब यसमा चिकनमा चाहिँ मसला एड गर्छु। एकछिन पछि मसला चाहिँ मैले मिक्सरमा अघि नै पिनिसकेँ साथीहरू, हेर्न सक्नुहुन्छ। मैले चाहिँ यसमा मसला पनि एड गरेँ। यसमा चाहिँ मैले लसुन, अदुवा, खुर्सानी, जिरा, धनियाँ हालेर चाहिँ पिनेको हो। त्यसपछि मैले फेरि चिकनलाई मस्त चलाएर टमाटर चाहिँ मैले तलपट्टि हालेर छोपिदिएँ अनि हल्का पानी पनि थपेर अलिकछिन स्टिम हुन दिएँ, एकछिन पाकोस् भनेर। त्यसपछि मैले फेरि चिकनलाई चलाएँ। यसमा चाहिँ राम्रो ग्रेभी भइरहेको थियो मलाई चाहिँ साथीहरू। त्यसपछि माथिबाट मिट मसला चाहिँ माथिबाट एड गरेको चाहिँ मनपर्छ। त्यसपछि चाहिँ हल्का मलाई चाहिँ मासुमा चाहिँ ग्रेभी नै मनपर्छ, त्यही भएर मैले फेरि हल्का पानी एड गरेर चलाएँ एकछिन साथीहरू। त्यसपछि चाहिँ मैले पानी एड गरिसकेपछि चाहिँ अनि छोपिदिन्छु एकछिन। त्यसपछि माथिबाट कोरिएन्डर पनि एड गरिदिन्छु। त्यसपछि चाहिँ एकछिन छोपिदिएँ साथीहरू। त्यतिन्जेलसम्म चाहिँ मैले ग्यास पनि पुसेँ र त्यसमा त्यो छोप्ने भाँडामा धनियाँ लागेर रहेछ, मैले त्यो पनि फालिदिएँ। त्यसपछि चाहिँ चिकन चाहिँ लो फ्लेममा चाहिँ पाकिरहेको छ साथीहरू। त्यसपछि फेरि मैले एकचोटि खोलेर हेरेँ। त्यसपछि त ओ माई गड, इट लुक्स सो